नमस्कार हजुर, सन्चै हुनुहुन्छ? सन्चै छु नेताज्यू, भन्नुहोस् के खानुहुन्छ? चटपटी के पानीपुरी? केही नखाने हजुर, हामी त भोट माग्दै पो आएको तपाईको पसलमा। किन आउनु भएको त हजुर? मैले बोलाएको थिएँ र। ओइ पानीपुरी, तेरो हिम्मत कसरी भयो हाम्रो नेताज्यूसँग यसरी बोल्ने? तेरो चाहिँ हिम्मत कसरी भयो मेरो पसलमा आएर मलाई नै थर्काउने? थर्काको होइन, वार्निङ दिएको। हाम्रो नेताज्यूसँग राम्ररी बोल्ने अबदेखि। चुप लाग, मेरो प्यारो जनतासँग यसरी बोल्छस्? म जनताको नोकर हो। उहाँहरूको माया, उहाँहरूको गाली सबै अपनाउनु पर्छ मैले। आर यु कमेडी मी? के भन्नुभयो नेता अङ्कल? तपाईँ हाम्रो नोकर हो नि नानी, म तपाईँहरूकै नोकर हो। म हर पल हर क्षण तपाईँहरूकै सेवामा लागिरहेको हुन्छु। अच्छा, त्यसो भए एउटा काम गर्नु न त, हाम्रो पछाडिको टोयलेट लास्टै फोहोर छ, गएर सफा गरिदिनु त। अनि टोयलेट सफा गरेपछि अलिकति जुठो भाडा छ, त्यो पनि माझ्दिनु ल नेताज्यू। ओइ केटा हो, जा एकजनाले टोयलेट सफा गर अनि अर्कोले भाडा माझ्दै जा। के बोले भाइ? त्यस्तो कहाँ हुन्छ नेताज्यू? आफूलाई जनताको नोकर भन्ने अनि काम चाहिँ हामीलाई लगाउने। बात त सही है। मैले त घरमा पनि टोयलेट सफा गरेर आएको, म त केही काम गर्दिन अब। जस्तो नेता त्यस्तै चम्चाहरू पनि रहेछ, एक नम्बरको काम चोर। जाम नेताज्यू यहाँबाट, एउटा भोटको लागि तपाईँको बेजत भएको सहन सक्दिन म। कसले भनेको एउटा भोट? मेरो परिवारमा 20 जना मान्छेहरू छ। मेरो परिवारमा त झन् 30 जना हुनुहुन्छ। क्या? एउटा परिवारमा 30 जना कसरी हुन्छ? परिवार हो कि गाउँ हो? हाम्रो जोइन्ट फ्यामिली हो नि त दाजु, हामी सबै मिलेर बस्छौं। जोइन्ट फ्यामिली नै भए नि 30 जना कसरी हुन्छ? कि घरपट्टिको र माउलोपट्टिको सबै एकै ठाउँमा बसेको छौ? एक्ज्याक्टली, दिमाग त खतरा चलाउनु हुँदो रहेछ त। यस्तो दिमाग भएको मान्छे किन नेताको झोले भएर हिँडेको? म झोले होइन है, उहाँ मेरो दाइ हो, त्यसैले दाइलाई सपोर्ट गरेको मैले। ए भनेपछि तपाईहरु दाजुभाइ हो? हजुर हजुर। अनि अनुहार त अलिकति पनि मिल्दैन त। तपाईहरुको आमा बाबाले छुट्टा छुट्टै बिहे गर्नु भएको थियो कि क्या हो? बस बस बस, बस्दिन बस्दिन बस्दिन। अबे साले